नेपाल प्राकृतिक सुन्दरताको धनी देश हो। विश्वको अग्लो चुचुरो सगरमाथा हाम्रै देशमा पर्दछ। यहाँ सगरमाथा लगायत अनेकौं हिम श्रृङ्खलाहरू छन्। प्राकृतिक सुन्दरताको हिसाबले कर्णाली प्रदेश सुन्दर प्रदेश मध्येको एक हो। नेपालकै ठुलो रारा ताल, दोस्रो ठुलो ताल फोक्सुन्डो ताल पनि यही प्रदेशमा पर्दछन्। कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा तालको लम्बाइ 5 किलोमिटर, चौडाइ 3 किलोमिटर छ भने गहिराई 167 मिटर रहेको छ। काठमाडौँबाट 656 किलोमिटरको दूरीमा रहेको रारा तालमा काठमाडौँबाट फ्लाइटमा नेपालगञ्ज अनि नेपालगञ्जबाट ताल्चा या जुम्लाको एयरपोर्ट अनि 5 घण्टा पैदल यात्राबाट जान सकिन्छ भने गाडीमा काठमाडौँबाट सुर्खेत हुँदै 3 दिनमा पुग्न सकिन्छ। यो रारा राष्ट्रिय निकुञ्जमा पर्दछ। केही नेपाली चलचित्रहरूको छायाङ्कन समेत भइसकेको यो ताल जति हेरे पनि हेरिरहँ लाग्छ। अनि से फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपालको दोस्रो ठुलो ताल से फोक्सुन्डो ताल काठमाडौँबाट 317 किलोमिटरको दूरीमा रहेको छ। फ्लाइटबाट जाँदा काठमाडौँबाट नेपालगञ्ज अनि नेपालगञ्ज हुँदै जुफाल गई जुफालबाट पैदल करिब 1.5 दिनमा फोक्सुन्डो पुग्न सकिन्छ। यो तालको लम्बाइ 5.1 किलोमिटर, चौडाइ 800 मिटर रहेको छ भने 4.94 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। फोक्सुन्डो ताल भव्य रङ र रमणीय दृश्यका लागि विश्वमाझ प्रख्यात छ। हिमालको काखैमा रहेको ताल यति निलो छ कि हिमालको रिफ्लेक्सन पानीमा हेर्दा पानी मुनि पनि ठ्याक्कै हिमाल नै देखिन्छ। सदरमुकामबाट करिब 1.5 दिन पैदल हिँडेर तालसम्म पुग्दा थकित भए पनि ताल पुगेपछि निलै निलो त्यो स्वर्गको सानो टुक्रा जस्तै सुन्दर ताल देख्दा सारा दुःख हराउँछ। साथै ताल नजिकै पनि होटलको व्यवस्था छ। त्यहाँ कुन बेला पर्यटकहरूको भिड लाग्छ अनि के पाइन्छ भन्ने बारे स्थानीय होटल सञ्चालकको भनाइ यस्तो छ। फापरको रोटीहरू पाइन्छ, गहुँको रोटीहरू पनि पाइन्छ, यहाँको अर्गानिकहरू पाइन्छ, च्याङ्राको मासु पनि पाइन्छ। भदौ असोजमा नै ठिक हुन्छ होला। अलि तातो धेरै चिसो पनि हुँदैन, धेरै गर्मी पनि हुँदैन, ठिक्कै हुन्छ। फोक्सुन्डो ताल जहिले पनि जान सकिने भए तापनि केही कच्ची मोटर बाटो अनि कच्ची पैदल बाटो भएकोले त्यहाँको भौगोलिक अवस्थाको कारणले वर्षायाममा बाटो बिग्रन सक्ने भएकाले वर्षाको समयमा जानको लागि केही जोखिम भने हुन सक्छ। हिउँ परेको दृश्यावलोकन गर्न चाहने पर्यटकहरू जाडोको समयमा जान सक्छन्, तर हिउँ चैत वैशाखसम्म पनि परेको हामी देख्न सक्छौँ। पुग्न हिँड्न नसक्ने पर्यटकहरू निश्चित भाडा तिरेर घोडामा पनि जान सक्छन् भने आफ्ना सरसामग्री खच्चडबाट पनि पुर्याउन सकिन्छ। बाटो बनि नसकेकाले खच्चर त्यहाँको यातायातको लागि अनिवार्य साधनको रूपमा रहेको छ। जीवनमा एकपटक पुगेर त्यहाँको सुन्दरता प्रत्यक्ष महसुस गर्न सकिएन भने पश्चाताप मान्नुपर्ने ताल हो फोक्सुन्डो। त्यहाँ हिमपात हुँदा त झन् ताल र आसपासको क्षेत्र पनि कति सुन्दर देखिन्छ त्यो शब्दमा बयान गर्न सकिँदैन। स्वर्ग कतिलाई त कल्पनाको एउटा अदृश्य स्थल मात्र हुन सक्ला, तर साक्षात महसुस गर्न सकिने स्वर्ग यही नै हुनुपर्छ। डोल्पा जिल्लामै अवस्थित बागडाँडाको सुन्दरता पनि कम्ती मनमोहक छैन। देशका अरू प्रदेशहरू जस्तै यो पनि धार्मिक विविधता तथा धार्मिक सहिष्णुता भएको प्रदेश हो।
हिन्दू, बौद्ध, किराँत लगायतका धर्मावलम्बीहरू बस्ने यो प्रदेशमा त्रिपुरा सुन्दरी जस्तो ऐतिहासिक मन्दिर यही प्रदेशको त्रिपुराकोटमा पर्दछ। त्रिपुरा सुन्दरी मन्दिर नेपालको प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो। भीमसेन थापाले समेत आफ्नो नाममा घण्टी चढाएको यो मन्दिरमा पञ्चायतकालमा राजाहरू पनि दर्शन गर्न आउने गर्दथे। यो मन्दिर 12औं शताब्दीमा बनेको हो। पौराणिक कथा अनुसार पहिला त्यो टाकुरामा 1 पाथी धान कुट्दा 2 पाथी चामल आउँथ्यो रे। अनि आश्चर्य मान्दै त्यो टाकुरामा रातभर खनेर हेर्दा एउटा ओखल भेटिएको थियो। ओखलभित्र एउटा घडा थियो र त्यसबाट 9वटा देवीको स्वरूपमा पुतलीहरू उडेर गएको र त्यसैबाट यो मन्दिरको उत्पत्ति भएको हो। त्यसैगरी डोल्पा जिल्लाको सदरमुकाम दुनैमा एउटा बौद्ध गुम्बा छ, जहाँ 200 विद्यार्थीहरूले अध्ययन गर्दछन्। यस गुम्बाका बारेमा गुम्बाका गुरुको भनाइ यस्तो छ। आफ्नै भाषा जगाउनको लागि अनि भन्नु न डोल्पाली लामा भाषा अनि इङ्ग्लिस, नेपाली, साइन्स सबै छ। साथै कर्णाली प्रदेशको दैलेख र कालीकोट बीचको महाबै गाउँपालिका भित्रका रमणीय दृश्यहरू यस्ता छन्। यदि हामीले यस्ता प्राकृतिक सुन्दरताहरूको बारेमा प्रचार प्रसार गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सके, आउटडोर छायाङ्कन स्टुडियोको रूपमा नेपाललाई सजिलै विकास गर्न सकिन्छ। किनकि धेरैजसो विदेशी चलचित्रहरूमा यस प्रकारका दृश्यहरू छायाङ्कन गर्दा VFX को माध्यमबाट धेरै महँगो बजेट खर्च गरी गर्ने गरिन्छ। त्यस्ता दृश्यले भन्दा अझै मनमोहक हाम्रा ताल, मन्दिर र अन्य प्राकृतिक सुन्दरताका दृश्यहरूमा छायाङ्कन गर्न पाए विदेशी चलचित्रहरू नेपालमा छायाङ्कन गर्न आउन पक्कै पनि लालायित हुनेछन्। स्वदेशी चलचित्रको लागि मात्र नभई विदेशी चलचित्र छायाङ्कन अनुमति प्रक्रियादेखि प्रक्रियागत अन्य कुराहरूमा विदेशीहरूलाई बुझाई, प्रक्रिया सहज गराई उनीहरूलाई छायाङ्कनका लागि भित्र्याउन सक्यौँ भने हाम्रो देशको पर्यटन प्रवर्धन हुनुका साथै नेपाली चलचित्र क्षेत्रले समेत नेपाल अन्तर्राष्ट्रिय छायाङ्कन स्टुडियोको रूपमा विकास भएमा धेरै कुरामा लाभ लिन सक्ने देखिन्छ।